शेरबहादुरको जेन्जीले टाउको फुटाएर अलिकति भएको दिमाग नि उडेपछि गगन विश्वप्रकाशले विधानमा भए अनुसारको विशेष महाधिवेशन गर्दा 60% प्रतिनिधि विद्रोह गरेर काठमाडौँ आएपछि संस्थापनको होस न हवास उडेको छ। बधाई गगन थापाज्यू, तपाईँ सभापति भएको असली काङ्ग्रेसलाई हेर्न मन छ। काङ्ग्रेसमा प्रश्न मरेको छैन। यहाँ कुनै बा छैन जसले नबोल भन्दै गर्दा बोल्न छोड्ने कोही पनि छैन। तपाईहरुले माग्दै गर्दा के माग्नु भएको छ? नीति पनि बदल्ने, नेता पनि बदल्ने भनेर माग्नु भएको छ। समयदेखि पार्टीभित्र पार्टी सञ्चालनको जुन तरिका जसरी रह्यो आजबाट यो भत्कियो। अब कसैले यसलाई भोलि जोसुकै आओस् कसैले पनि अब पार्टीको सदस्यलाई हेप्न सक्दैन। अब कसैले पनि सक्दैन। तल बस्ने सदस्यहरूलाई माथि बस्नेले अब निउरिएर सलाम गर्नुपर्छ, जय नेपाल गर्नुपर्छ, तलबाट माथि होइन।